ल अब हाम्रो आज सेटअप कार्यहरू चाहिँ सुरु भइसकेको छ हाम्रो अनुग्रह चर्च हाम्रो धरानमा। अनि हामी सेटअपहरू अहिले गर्दैछौँ। यस्तो रहेको छ इन्स्ट्रुमेन्टहरू प्याचिङ गर्ने कामहरू भइराखेको छ। यस्तो रहेको छ। अब यो भोलिको इभेन्ट हो 4 बजीदेखि। यस्तो रहेको छ। त्यहाँ यस्तो बोर्डहरू पनि लागिसक्यो त्यो लेफ्टमा। ओके अब राइटमा अर्को राइटमा है क्लिन हौ त्यसरी गर्नु केबलिङहरू चाहिँ। ओके त्यसलाई मिलाएर ओके ठिक छ। ओके विशाल भाइ चाहिँ यहाँ प्याचिङ गर्दैछ सबै कुराको लागि। गिटारहरूको लागि पनि भइसक्यो। अनि अब यो चाहिँ किजको लागि, यो चाहिँ स्ट्रिङ मात्रै बज्ने किज हो। यसमा चाहिँ स्ट्रिङको सेक्सन मात्रै बज्छ एउटा गीतको लागि। मेन किज चाहिँ यो रहेको छ। ओके ल अब प्याचिङ गर्दैछ। यो चाहिँ किजको लागि हो। किज चाहिँ यहाँ रहेको छ है। के डन हुन्छ। अहिले टेप हाल्नुपर्छ। त्यही रोल गरेर राख। टेप गरेर सट्ट मिलाउनुपर्छ अहिले। तिनवटालाई पनि गयो, इन्स्ट्रुमेन्ट पनि गयो। अब माइक्रोफोन गरौँ। मेन माइकहरू टक ब्यागहरू लास्टमा हाल्नुपर्छ। फाइनली हाम्रो यस्तो भएको छ है त सेटअपहरू चाहिँ। र अब सबै कुरा रेडी भइसकेको छ। SM58लाई यहाँ यसको आफ्नै क्याब रहेको छ। यहाँ रहेको छ लक लाउने सेट। म त्यो भोलि चाहिँ नजाउँ कि भनेको। तर भोलि भन्नु त टाइम अन्डाको होला। म खाना पाएको हो। फापरको यस्तो हुँदैन। खसीको अन्डा त हुँदैन होला। यो अन्डाको त होइन होला। अन्डा त हुन्छ नि। भइसक्यो एडिट हान। थिच न त्यहीँ क्लिक हान न। क्लोज उयो गरिदियो ब्याक स्पेस हान। बेस हो नि त। बेस हो नि त। बिर्स्यो क्या हो।
होइन म त इनेसको रहेछ कि म त सबैको आफ्नो आफ्नो राखौँ है नम्बरहरू म त डाइरेक्ट गिफ्ट दिनमा क्या गिफ्ट दिने दिन पनि आउँछ भाइ आमेन भन न आमेन ल ओके एक्स्ट्रा यति नै हो आज मेरो उहाँले धन्यवाद ज्ञापन गर्दै यो यात्रामा हामी हजुरहरूलाई स्वागत गर्दछौँ। अब हामी सुरु गरिहाल्छौँ। नाइस गीतको प्रेजेन्ट गर्दै यसकारण हाम्रो मनलाई यस समयमा खुल्ला गरौँ, हाम्रो हृदयलाई खुल्ला गरेर नम्र बनाउँ र आत्मा र शुद्धतामा परमेश्वरलाई आराधना गरौँ। हामी यस समय केवल एउटा कार्यक्रमको लागि मात्र होइन तर परमप्रभुको उपस्थितिमा प्रवेश गर्नको निम्ति हामी यहाँ भेला क्रिस्चियन युवा सङ्गति र Fuel of Faith म्युजिक एन्ड मिडिया मिनिस्ट्री आउने तपाईँहरूको जुन सेवकाई छ प्रभुले तपाईँको अगाडिको सेवकाहरूमा प्रशस्त अगुवाई परमेश्वरको साथ तपाईँले थाहा गर्दै यो क्षेत्रमा पनि थुप्रै चेलाहरू निर्माण गर्दै जानुभएको होस् प्रार्थना र शुभकामना छ तपाईँहरूलाई। यो मेरो समय हो, अब कति समय भन्नु गीतको कि यतिकै इस्टरको बेलामा क्रिस्टको मृत्युलाई बलिदानलाई स्मरण गर्दै गर्दा मनन गर्दै गर्दा यो गीत प्रभुले हृदयमा राखिदिनु भयो। साँच्ची नै जे छौँ हामी उहाँको प्रेमको कारणले छौँ। यदि उहाँको प्रेम नहुनु थियो भने आज यो समाज पनि हुँदैन थियो। यो सम्बन्ध चाहिँ परमेश्वरसँग तपाईँले पनि राख्नुहुन्छ। उहाँले पहिला प्रेम गर्नुभयो किनकि हामीसँग त्यो हामी योग्य नै थिएनौँ। उहाँलाई माया गर्ने ठाउँमा हामी उभिनै सक्दैनौँ। हामी उहाँलाई माया गर्न नै सक्दैनौँ त्यो कुरो। त्यसरी उहाँले हामीलाई माया गर्नुभयो अनि हाम्रो दण्ड आफ्नो पुत्र येशूमा दिनुभयो।
special for me to be part of this event to open the Music Academy. And I encourage you that you फेरि हामीलाई खासै थाहा चाहिँ थिएन होइन वर्सिप कन्सर्ट भनेको थाहा थियो के हुन्छ भन्ने थाहा थिएन तर अन्तमा म के भन्न चाहन्छु भने सबै कुराहरूमा हामीले देख्न सक्यौँ कि हामीले के गर्न भाइहरूले के गर्न खोज्दै हुनुहुन्छ अनि यो अगाडि आइदिनुको निम्ति म आग्रह गर्दछु यस्तो गरी म हाम्रो पाहुना जनहरूको नामलाई म वाचन गर्नेछु उहाँहरू अगाडि आउनुहुनेछ माइक आजको यस कार्यक्रममा उपस्थित जति पनि हाम्रो गेस्टहरू हुनुहुन्छ अनि बाहिरबाट आउनुभएको प्रतिनिधिहरू जो एङ्कर अफ होप साथै सी जर्मनीबाट आउनुभएको लगायत सम्पूर्ण जतिजना यहाँ अगुवाजनहरू हुनुहुन्छ हालेलुया उचाउनुहोस् हामी अन्तिम प्रार्थना गर्नेछौँ जीवित अनि अनुग्रही प्रभु म तपाईँ येशूलाई सबै धन्यवाद भन्दछु आजको जुन यो कार्यक्रमबाट केवल तपाईँ येशूको महिमा भएको छ प्रभु तपाईँलाई धन्यवाद म्युजिक एकाडेमी सबै आयो है डिआईहरू बोर्डहरू अफ गर्छु त्यसलाई मिक्सिङ गर्नु पर्यो कति वाटको दाइ घाँस त्यो 1200 वाट होला त्यो हाम्रो त हेर्नुमा चाहिँ तर दाइ अस्ति नै क्रिसमसको भन्दा क्रिसमसमा चाहिँ म आउटपुटमा दिन तर आज चाहिँ मलाई